गुड मर्निङ। हामी रातभरि ट्राभल गरेर आयौँ पोखरामा। सबै टायर फेसहरू स्किपिसहरू छ, तर अब हामी हिँड्न थालेपछि सबजना जाँगरी हुनेवाला छौँ अन्त ल साथीहरू आइपुगे दुईजना। Gurum Bridge. We are at Pothana and Sulao. ल हामी पितम देउराली आयौँ। हाम्रो गाडी फर्किसक्यो हामीलाई छोडेर। अब हामी यहाँबाट ट्रेक स्टार्ट गर्छौँ। एभ्रिवान्स रेडी विथ देयर ब्याकप्याक्स एन्ड हेलो हेलो डटी फेलो। हामी पितम देउरालीमा छौँ। अनि सिमसिम परिरहेछ। अब यहाँबाट चाहिँ दुईवटा बाटो छुट्टिन्छ। लान्द्रुकतिरबाट एबिसी जाने हो भने चाहिँ यो तलको बाटो जानुपर्छ, तर हामी फरेस्ट क्याम्प हुँदै मार्दीतिर जाँदैछौँ। मार्दी ट्रेकी जय मार्दी ट्रेकी। After long tiring steps, we are here. Hello, कति राम्रो देखेको सबैजना। आछि गर्नु आउँदैजना। ल थकित मुद्रामा साथीहरूलाई यसचोटि यता हेरिदिनु त। खैरे हो बिहान धम्पु सुत्दै पोथना आएर हामी अगाडि बढेको थियौँ। अहिले चाहिँ हामी फरेस्ट क्याम्प पुग्न आँटेका छौँ। अब 10 मिनटमा पुगिन्छ होला। ल साथीहरू भातले बोलाइरहेछ कुदौँ कुदौँ। सिड्युल बनाइरहेको थियो हामीलाई। अनि ल है साथीहरू हामी फाइनल्ली फरेस्ट क्याम्प आइपुग्यौँ। ओके दिस इज फरेस्ट क्याम्प। हामीले त्यो तलको होटलमा खाना खायौँ। अब चाहिँ हामी रेस्ट क्याम्प हुँदै लो क्याम्पतिर अगाडि बढ्छौँ। के चाहिँ रमाइलो रहेछ क्या है। यो गेम खेलिदिने हो। हामी 6 जना छौँ, एउटा टिम त पुग्यो है। तर गयो जनताहरू यार हामीलाई छोडेर। हामी फरेस्ट क्याम्पबाट लो क्याम्पतिर लाग्दैछौँ। बिचमा रेस्ट क्याम्प पनि छ। अब यात्रा खासै लामो त छैन कि क्या हो, तर भात खाएको शरीरले अलि पहिला चाहिँ चाल्न सकेन हौ। दामी देखिँदो रहेछ यहाँबाट। कस्तो म्युजिकल बोले यार यिनीहरू, सुन्दै एब नर्मल लाग्ने। कस्तो गाह्रो हो मार्दीमा। रेस्ट क्याम्प आइपुग्यो। रेस्ट क्याम्पबाट आधा घन्टा हिँडेपछि हामी अर्को क्याम्पमा आयौँ। यो क्याम्पको नाम चाहिँ रेस्क्यु क्याम्प रहेछ। रेस्ट हानौँ त्यसपछि जाउँ। जस्तो लागेर सेतै छ पुरै। त्यो पासपोर्ट साइजको फोटो ब्याकग्राउन्डै नचाहिने जस्तो छ। फाइनली कहाँ आयो? दिस इज रेस्क्यू क्याम्प। साथीहरू बल गरौँ है, बल गरौँ। आइपुग्यो अब।
अझै लो क्याम्प यतै हो। ल है हामी आइपुग्यौँ लो क्याम्पमा। हामी चाहिँ अब खाजा खाँदैछौँ। यो हाम्रो गुरुङ ब्रेड हो, यसमा अमलेट छ। के गोल बनाइदियो लगभग हाइक्याम्प पुग्न आँटेर मादल डाँडादेखि यसको मनमोहक ट्रेल। अनि यो ट्रेलमा चाहिँ यस्तो डस्टबिनहरू छ। यस वातावरणलाई प्रदूषण हुनबाट जोगाउन यिनीहरूको पनि ठुलो योगदान रहन्छ होला। सबैले यसको प्रयोग गरौँ है। अब हामी चाहिँ अझै अगाडि बढ्दैछौँ। हामी हाइक्याम्पमै गएर बस्छौँ अनि भोलि हामी मार्दी भ्यू पोइन्ट र बेस क्याम्प मोस्ट प्रोबेबली। हामी चाहिँ मार्दीको हाई क्याम्प आइयो। हिउँ परिरहेछ फुरफुर 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 चिसो छ। हामी चाहिँ हाम्रो होटल खोजिरहेछौँ। अब यता हो या यता हो। A few moments later. हाम्रो रमाइलो त्यही छ। This is our group. Oh yeah. हामी हाई क्याम्पमा बसिरहेछौँ। इभिनिङ भइरहेछ, एकदम असिना पर्यो, लाइटनिङ पनि भइरहेछ। नि हुन्छ ओ भिडियो क्यामेरा हो म भिडियो क्यामेरा हो। गुड इभिनिङ गाइज। हामी भात सात खायौँ। हाई क्याम्पमा आज लास्टै हिउँ पर्यो र हामीले धन्न
एउटा रुम चाहिँ पाछौँ हामी 6 जना यहीँ सुत्ने हो जनताहरू सिर्फ भित्र छिरिसकेका छन् कसैलाई के भन्नु छ आज न्यू इयर आज यसरी यहाँ बसेर नाइट स्टे गर्दा एकदम नै भित्रैदेखि मन प्रफुल्लित छ The next morning. Okay, good morning everyone. अहिले बिहानको 3 बजे उठ्यौँ हामी अहिले 3:30 जस्तो भयो अब बत्ती पनि छैन टाउकोमा हेडलाइट सबैको छ जस हामी एकदम भाइब्समै छौँ उठ्नु लाग्यो कतिसम्म आइन्छ टन्नै नै हिँडेको छ कस्तो लामो लागिन्छ माथि जानेहरूको हेलो ह्याप्पी न्यू इयर Oh, it's a full moon day. हामी आइक्यामबाट अलिकति माथि आइसक्यौँ बाटोबाट बत्तीहरू छ सबैजनाले निस्किरहेको छन् रमाइलो छ जस Siri. Don't be, the view is there. Okay, हामी मार्दीको फर्स्ट भ्यू पोइन्टमा आयौँ It's mesmerizing in here. Oh my god. Look at that Annapurna. And there's the great Masapuchri. Woo! भ्यू पोइन्ट आयो है हामी आयो माथि भ्यू पोइन्ट आयो Crazy guy. ओके हामी हाई क्याम्पबाट अब ट्रेक झर्न सुरु गऱ्यौँ हामी चाहिँ हिँडिसक्यौँ है त बाई बाई मार्दी बाई बाई हाई क्याम्प हाई क्याम्पबाट हिँडेर बादल डाँडा आइपुग्यौँ यहाँ आइपुग्दासम्म अलिअलि देखिएको भ्यू पनि सबै छेक्यो अहिले त चिसो पो भयो पुरै कुहिरो हुस्सु मात्रै छ हामी लो क्याम्पमा झऱ्यौँ केही लन्च मेटेरियल नै खायौँ अब यहाँबाट चाहिँ अस्ति हामी यता फरेस्ट क्याम्पतिरबाट आएको थियौँ अब हामी यहाँ सिदिङतिर झर्दैछौँ सिदिङबाट चाहिँ गाडी चढेर हामी पोखरा जान्छौँ अब यहाँबाट ठाडै ओह्रालो छ भन्नुहुन्छ 2 घन्टा जस्तो ओह्रालो झरेपछि सिदिङ पुगिन्छ अरे हामी लगभग 2 घन्टा हिँडेपछि यो टकैची भन्ने ठाउँमा आयौँ अझै यहाँबाट लगभग 1.5 देखि 2 घन्टा लाग्छ होला सिदिङ पुग्नको लागि descending down गर होल्ड गर जाऊ
गुड फाइनल्ली लो क्याम्पबाट 2 घन्टा सवा 2 घन्टा ठाडो ओह्रालो झरेर हामी चाहिँ आइपुग्यौँ सिदिङ। त्यहाँ रेनकोटै ओढेर आइरहनु भएको छ, पानी त रोकियो।